2-3 दिनदेखि हैन यो रोडमा चाहिँ छ नि, यो रोडमा हैन यहाँ गाडी पनि देख्न सक्नुहुन्छ हैन। अवैध रूपमा हैन ढुङ्गा उत्खनन गरेर गाउँबाट हैन यो स्लाफ रोडबाट लरर झारिरहेको छ कि। यहाँको आधो मान्छेहरू चाहिँ कस्तो कि ढुङ्गा अब क्रेसरवालाहरूले हैन लान्छ भने यो बाटो हिँड्न दिने हो त, खोलै पठाउने हो नि त। अवैध रूपमा ढुङ्गा हैन 3-4 दिनदेखि यहाँ बोकै छ कि। गाउँबाट झरिरहेको छ, मेन रोडबाट जान सकेको छैन, पुलिसले समाउँछ भने फटाहारे। यहाँको जनता नि कस्तो आउँदो खालको होला त। लोड बोकेको गाडी हैन स्लाफ बिग्रिँदैन त अब अनि जिन्दगी विकास हुन्छ त, अनि बिग्रेपछि कहिले बन्छ होला यो बाटो। हरन पनि हान्यो यहीँ अब गाडी हिँड्ला जस्तो छ है। हरन हान्यो है। यही ढुङ्गा उत्खनन भएको भइ छ कि गाउँबाट हैन। ढुङ्गा उत्खनन गरे छ।